नमस्कार है सबैजनालाई लामो समय पछाडि फेरि आइयो युट्युबतिर धेरै पछि आज हाम्रो सरसँग नै भेट भएको छ है हामी चाहिँ ट्याक्क गराउन बनाउन हिँड्यौं अब बल त खेल्नु पर्यो नेपालको पानीले पुरा डुबन पर्यो हैन गेडा जस्तो जिन्दगी भइरा के जस्तो रे नरिवालको गेडा जस्तो जिन्दगी भइरा हाम्रो जिन्दगी यस्तै छ अब के नि बाटोमा राखेको फुटबल जस्तो जुवाउँछ बजाउँछ के पानी गुड्राएको छ पनि गुड्राएको त्यस्तै छ जिन्दगी हाम्रो गराउन हिलो भएर यार है खाउकेर ज्याम के अरे बनाउ ज्याम भने जस्तो भइरा यहाँ पानी कति थियो भन्ने कुरा जसलाई थाहा छैन ए खेलिन्छ आज हुन्छ त खेल यस्तो छ नि यो पानी यस्तो छ अनि काँडा अनि हुन्छ त अनि यस्तो छ गराउन अब आजलाई खेल्न होला जस्तो छ हेरौँ कस्तो हुन्छ गाह्रो छ बन्न लागिसक्यो होला आजको गराउन चाहिँ यति नै भयो ल भोलि सुक्छ बच्चा पाउनेलाई त्यता कि हुने बित्तिकै मैले मान्छे पर्ने अरे बिस्तारै हुन्छ कि त्यसको पनि स्टेप बाई स्टेप के गरेर बचाउने बच्चा त्यही टिकेर त्यही त मैले भने नि त त्यो हान्ने बित्तिकै हुन्न नि त भाइ त्यसमा पनि महिनाको मैले हप्ताको स्टेप हुन्छ त म एक हप्तामा कस्तो पनि मासु कुरो त्यो हुन्छ त खाने कुरामा ला किन हुन्न तँलाई चाहिँ तँले उसले भन्न खोजेको पनि त्यही हो क्या तँले झुकाएर खैछ भने पाप लाउँछ भने तँलाई एकैचोटि त पाप लाउँछ तँ ल यसले गाली गर्दा मैले त भर्खरै म यहाँ भर्खरै ढलेर मर भन्न अहिले त भर्खरै ढलेर त मर्दैन यसले भन्नु खोजेको मासु खाएर बिरामी हुन्छ भन्नु खोज्यो कि अहिले भाइ अनि त्यसो त्यो यसले दिदालाई सुँगुरको मासु खाँदा एलर्जी आउँछ त्यो के भएको थियो त्यसलाई आफूलाई उस नभएको मासु खायो भने एलर्जी आउँछ त्यो नहुनु परेको नि त त्यस्तो हुन्छ कसैलाई डाइट बडी गरेर नाइटफल हुन्छ अनि यसको त त्यो नाइटफल हुनु बेला भएन बेलै भएन भने त कति वर्षको भएपछि 19 18 हो रहेछ के बल्ल जागिर कौले फकै तँलाई 18 बल्ल 18 उनीलाई जागिर त पाउन 18.5 महिना 2 महिना 1 महिना हुन पर्यो 63 साल हो कि 63 छ के भन्नु न कसलाई देखाएको म तेरो गर्लफ्रेन्डलाई देखायो गर्लफ्रेन्डले हेर्छ नि त अनि कुनै बेला यसो हेर्दाखेरि हो मेरो बोयफ्रेन्ड पनि रहेछ भनेर भन न भुवन राई माइलु बा दाइ चाहिँ केटी हान्नु आएको भने के मलाई त